हेलो एभ्रिवान, होप तपाईहरु सन्चै हुनुहुन्छ होला। र म चाहिँ सुतिरहेको थिएँ। आमाले जुम सिस्नो खोज्नु भनेर उठाउनु भयो र सुतिरहेको बेलामा बिचमा उठ्यो भने चाहिँ टाउको दुख्छ नि त, अन्त त्यतिबादी सुँग्दै जाँदैछु म चाहिँ। र यो चाहिँ हामीहरूको गाउँको रोड अहिले फिलहाल बनिँदैछ र अगाडि जानुहुँदैछ आमा। अन्त घाम मजाले लागिरहेछ आज। र यहाँबाट चाहिँ हामीले पहिला एक्चुअली यहाँनिर चाहिँ पहिला गाईको गोठ थियो, अनि यहाँबाट चाहिँ हामी मल बोकेर चाहिँ यहाँ सबै बारीमा भर्थ्यो। त्यति बेला त पुरा थियो नि त, मजा आउँथ्यो। र अहिले त आफ्नो आफ्नो अब कामपट्टि लागेको छ। र यहाँनिर चाहिँ सिस्नो भइरहेको रहेछ, तर यो चाहिँ अर्काको बारी हो नि त, अब अर्काको बारीको त टिप्नु भएन। हामी चाहिँ पर जङ्गल जाँदैछु टिप्नुको लागि। र यहाँनिर चाहिँ तपाईँहरूले खानुहुन्छ यो नाकिमा, त्यसको बोट हो यो चाहिँ, कतिजनाले दिएको छैन होला। यहाँदेखिको उता चाहिँ अब जङ्गल, उतातिर अब हेर्दै जानुपर्छ सिस्नो चाहिँ। र यहाँनिर चाहिँ सायद हामीले मिटेर यहाँनिर पनि थियो कि, यहाँको चाहिँ बाटोकै तल हो भनेर चाहिँ टिप्नु दिएन आमाले। त्यो चाहिँ भन्नु पर्यो नि त, त्यो चाहिँ बाटोदेखिको तल छ। यहाँनिर चाहिँ अलैँचीहरू लगाएको छ, सबै अलैँची बारी। पहिला यहाँनिर चाहिँ घर थियो, त्यो घर चाहिँ अहिले छैन, मान्छे छैन, त्यही भएर घर सबै भत्काएर सबै अलैँची लगाएको छ। र यहाँनिर चाहिँ भइरहेको छ सिस्नो, यसरी टिप्नुपर्छ, चिम्टाले। हातले त टिप्न सकिँदैन। र चिम्टा चाहिँ हाम्रो घरको दामी छ, यस्तो पो छ त हो। टुप्पो टुप्पो चुराउनुपर्छ, मुनिको फेद चाहिँ छिप्पेको हुन्छ नि त, त्यही भएर मिठो हुँदैन छिप्पेको चाहिँ। यसो टिप्न परेको, यसो टिप्न परेको। के डरलाग्दो साउन्ड गरेको यो बाँसको टक 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 टक। र आज चाहिँ वेदर दामी भइरहेको थियो, एउटा पनि थिएन बादल चाहिँ आकाशमा, एकदम क्लियर भइरहेको थियो, हावा पनि चिसो आइरहेको थियो। हेर्नुहोस् त है, दामी भइरहेको छ आज। र यहाँ आमा चाहिँ यहाँ तर गएर टिप्नु हुँदैछ। आमाले त हातले ट्याप ट्याप चिम्टा लगेको नलाग्यो, एउटै हो, त्यतिको चाहिँ हुनु पऱ्यो नि त। अनि म चाहिँ यहाँ माथिनिरै बाटोदेखि माथि टिप्दैछु, टिप्दै यहाँनिर यसरी राख्दैछु। र हामी चाहिँ घर आयौँ र मैले चाहिँ त्यहाँबाट अलिकति सिमरायो पनि टिपेर ल्याएँ। यो चाहिँ म उता रुम लान्छु भनेर, म एक्लै त छु, मलाई यो काफी हुन्छ, अर्ग्यानिक, मलाई चाहिँ पुरा मनपर्छ सिमरायो। र यहाँनिर चाहिँ आमाले आँटा लगाएर सुकाइरहेछ। यसरी आँटा किन लगाएको भने चाहिँ यहाँनिर किराहरू छ भने चाहिँ आँटाले झर्छ नि त, त्यही भएर घाममा सुकाइरहेछ आँटा साटा लगाएर। र यो सुक्दै गर्छ बेलुकाको लागि यो चाहिँ। र यहाँनिर चाहिँ आमाले गुन्द्रुक बनाउनु भएको थियो, अनि सुकाइरहेछ, सुकिसकेको छ मजाले, एकदम घरमा बनाएको सफा चाहिँ। मैले चाहिँ यहाँनिर आलुमा चाहिँ कर्नफ्लोर लगाएर रेडी फ्रेन्च फ्राई बनाउँदै थिएँ। घरमा आएको बेलामा चाहिँ यसरी जाँगर चल्छ, अघि सबै रेडी गरिरहेको थिएँ नि त, अनि फ्राई गर्नु मात्रै थियो। ल म चाहिँ यो फ्राई गरेर चाहिँ खाने मजाले। त्यही भएर फ्राई हुँदैछ। र मेरो फ्राइज चाहिँ यतिको भएछ। एकछिन चलाएर यसलाई चाहिँ निकाल्नुपर्छ। र अब चाहिँ यो निकाल्ने बेला भयो लगभगै। ल अब चाहिँ म यसलाई निकालिदिन्छु, तेल तर्काउनुपर्छ यहाँको। ल रेडी भयो मेरो फ्रेन्च फ्राइज। यतिको चाहिँ भयो। र यहाँनिर चाहिँ हाम्रो मुनुलाई चाहिँ के बनायो भन्दैछ, त्यो गन्धले गर्दा पर्खिरहेको छ दिन्छ कि भनेर। बिचरा जे पकायो नि यसलाई दिइहाल्नुपर्छ नि त फर्स्टमा चाहिँ, घरको बेहुली छ यो, हेरिरहेछ। लु मेरो चाहिँ रेडी भयो फ्रेन्च फ्राई। अब चाहिँ म खाने। र भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच, बाई बाई।